हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी जाँदैछु जयगाउँ घुम्नु। फेरि पनि 1 साल बाद सेम मान्छेहरू छ भनेर बहिनीलाई पनि देख्यो होला अस्तिको पालि जाँदा। अनि उसलाई अनि ऊ कस्तो देख्दैछ हामी छपरी भइकन जाँदैछु। सबै उनीहरूको टी सर्ट हेर उनीहरूको टी सर्ट हेर्नुपर्छ। हामी छपरी पेन पनि मेरो पनि सेम छ है। फेरि सबैजनाले पेन टी सर्ट चाहिँ उनीहरूको सबैको त्यस्तै एउटै उयसको छ। भन नि त नि गाना गीत गाउ के अरे हामी छपरी। अनि क्लिप पनि त्यस्तै छ फेरि मेरो पनि बहिनीको पनि हामी छपरी। आज चाहिँ म पनि रेडी हुन्छु अलिकति कपालहरू गर्छु। अन्त अहिले चाहिँ जाँदाखेरि गाडी देखेर चाहिँ ऊ बहिनीलाई तिनवटा बोमी टाइरहरूले मलाउनु त्यस्तो हुँदैछ। अनि हामी गाडीको बाहिर तर यो क्यामेराले हामीलाई क्याप्चर गरेको भर्खर भुटान गेटबाट निक्लेको बहिनीको सामान दिनुको लागि वेट गरिरहेछ। अनुहार फुलाउँदै घामले कालो देख्यो बस्नु दिँदैन अरे। अन्त हामी चाहिँ गाडी भनिसकेको छ तर के त्यति त हो त्यस्तो खालको हो अड्डुन्छ देख्दैछ म हामीहरू अहिले कतिजना छ? 4 जना। अहिले चाहिँ हामी आइपुग्यो झेलङ्गे पुल। बहिनीलाई फोटो खिच्नु हतार। बहिनी आउँदैछ यता होमली जलेको कपाल लिगिन आयो। हामी त खास गरी यो पुलमा आएको। वाह अस्तिको साल आउने भनेको थियो आउनु पाइनँ। बल्ल बल्ल आउनु पायो। ओ मेरो फोटो खिचिदेऊ है। मान्छेहरू छ डराइ हिँड्दैछ। म र बहिनी चाहिँ बहिनीको गाडीमा चढ्नु आँट्दा चाहिँ कस्तो बोली आइरहेको थियो होइन हामी दुईजनालाई। तर अहिले हामी दुईजना कति चङ्खो भइरहेछ। ऊ दुईजना बोमिट नआउनेलाई चाहिँ पुरा बोमिट आयो अरे उल्टी गरेर। ऊ एउटा खास गरी मोटी पुरा बोमिट आयो अरे। खालि अब नघुमौँ भन्दैछ। पैसा दिनु अब चाहिँ खालि पैसा खर्च मात्रै गराउँछ भन्नु न। यहाँ मात्रै घुमिनजाउँ भन्छ। अस्ति नै यहाँ आउनु नपाएर मान्छेले के गरेको यिनीहरूले यहाँ जुम भनिकन आयो। लास्टमा फेरि आएर यस्तो भन्छ। फोटो यो पुलबाट आएको। अब यो पुलमा जाने अब खोला कत्रो आइरहेछ। सोल्टिनी जिउ यस्तो छ बाटो। हल्लिनु त हल्लिँदैन। पुलमा आइपुग्यो होला। डर लाग्यो गाइस डर लाग्यो। के हो मेरो भिडियो त सोमलीले विस माग्यो। के माग्यो यहाँनिर पैसा गयो ल कति करोड भिडियोमा आउँछ फोटो पनि। तिमीहरू यस्तो अघिको जस्तो आऊ।
दामी कस्तो दामी दुईजना चाहिँ यहाँ रहेछ शीतलमा के गरेको बहिनी कहाँबाट आएको ला खोजिदिनु बहिनी देखेँ म रेस्ट गरिरहेको छु गाइस बहिनी पनि रेस्ट ऊ पनि रेस्ट सबैजना रेस्ट ऊ पनि फोटो खिच्नुमा व्यस्त वा हो दामी आयो एउटा पोस्ट देऊ हेर देख्छ त्यस्तो त कस्तो दामीको आयो हेर न कस्तो दामीको आयो जाऊ त यहाँ आउँछ ल भिडियो हेर्नु ल लाइक गर्नु ल कि मुझे दोष देने वाली थी मेरा चेन तोड़ दिया हाँ सुटे मलाई कस्तो कस्तो गरेको हामी चाहिँ अब निस्केको गाइस घुमिसक्यो दामी मन्दिर टेम्पल पहिले त हामी यो सबै घुमेको थियो नि यो ग्राउन्ड उतासम्म गइकन आएको थियो यता चाहिँ गएन यता त लामा बस्दै हामी चाहिँ भर्खर घर आइपुगेको अनि अब बिहान कति बजी निक्लेको थियो कति बजी आइपुग्यो टाइम बताऊ न टाइम म अहिले बताउँछु किनकि अब मेरो थुप्रो काम छ भनेर बहिनी हेर्नुहोस् कुन हालतमा आइपुगेको छ छोरा हो कि छोरी हो भने जस्तै ल अहिले चाहिँ मैले कामसाम सबै सकेर सुत्नु लागेको हो अनि ऊ बहिनीहरू निधायो खरेटे पनि मार्दैछ ऊ अबि खतरा डर्रो एक्टिङ गर्यो उसले छ्या यस्तो कालो न कालो देखिरा यहाँनिर चाहिँ अन्त आज मलाई यस्तो रिस उठाएको यिनीहरूले घुम्नु आऊ न एकजना त सपोर्टमा आऊ न बोल्नु आऊ न बहिनी आऊ न के भयो भनिदेऊ न आऊ न आऊ न अन्त सबैजना लडिरहेछ फोन हेरिरहेछ मैले गर्दैन ऊ दुईजनाले चाहिँ बोमिट गरेको है गाइसहरू हामी दुईजना चाहिँ अन्त सुत्यो सुतल नानु हाम्रो हैन गाइस आज थियो मेरो हालत राइट आएर हाम्रो नानी त फेरि सुतेको बेलामा हात सिधा गरिरहेछ निदाको त यसलाई हजुर सिधा गरेर हात सिधा गरिरहेछ खुट्टा पनि सिधा खुट्टा पनि जस्तो गरछ त्यस्तै हो यसो गर्छ निदाको बेलामा त जे भन्यो त्यही अन्त हामीलाई 3टा जग्गा घुमाउने भन्दै थियो होइन तर हामी 2टा जग्गा मात्रै घुम्यौँ किनकि उनीहरू सकेन अनि उनीहरू जानै मानेन अनि मेरो पैसा खर्च भयो गाडी भाडा मात्रै मलाई साह्रो रिस उठ्यो 3 जग्गा घुमाउने भन्दै थियो नि त एउटा चाहिँ भ्यू पोइन्ट अरे चारवटा चाहिँ होइन अनि हामी 2 जग्गा मात्रै घुमेँ फर्स्टको जग्गा घुमेर नै उनीहरू फोटो पनि खिच्नु मान्दैन गयो पुग्यो त्यो पुलमा छैन 1 साल अगाडि भनेको त्यहाँ जाने गएपछि त गरिकन बस्छ मान्छेहरू त सबैजना म र ऊ मात्रै चङ्गो भइरहेको थियो अनि फोटो खिच्यो अनि नाजुम भन्न थाल्यो एउटै जग्गा घुमेर घर जाउँ पो भन्छ झलक्कै रिस उठेर मलाई अन्त भएर कस्तो छ बहिनीको एक्टिङ अब गरौँ Hi guys, welcome back to my YouTube channel. ल बन्द गर्ने बेला के भन्छ भनेर त Okay, bye guys. See you in next video.
यो भिडियोलाई लाइक कहिले आउँछ त्यो भिडियो तर लाइक केयर सब्सक्राइब थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ अरे सुतेको मान्छेले चाहिँ